हाई गाइज, यो चाहिँ इचङ्गु नारायण। यो पुरुषोत्तम महिनाभरि चाहिँ नारायणको कृष्णको पूजा गरिने हुनाले आज चाहिँ म इचङ्गु नारायण मन्दिर बिहानै गएको थिएँ। त्यतिखेरको दृश्य भिडभाड छैन, आनन्द शान्त। अलि बिहानै गएको भएर पनि त्यस्तो भएको हो। यहाँ चाहिँ यो चाहिँ अब कहाँ लोकेटेड छ भने स्वयम्भू 3 बुद्धबाट सिधा माथि सिङ्गल ट्री भन्ने त सबैले सुन्नुभएको होला। सिङ्गल ट्री जाने बाटो आएर सिङ्गल ट्रीपट्टि चाहिँ नगएर सिधा ठुलो रोड सिधा अलिकति माथि गयो भने लगभग स्वयम्भूबाट 2 किलोमिटर 2.5 किलोमिटर जति छ। यहाँ परेवाहरू हेर्नु कस्तो राम्रो देखिरहेको छ, उड्याछन् होइन, खुसी भएका छन् परेवाहरू पनि। म पनि त्यहाँ गएर साह्रै रमाएँ। फुल छ बिहान मर्निङ वाक गर्न जाँदा पनि कस्तो आनन्द छ। यहाँबाट के पानी हेर्नु, पानी कस्तो आवाज छ। यहाँ हेर्नु चाहिँ नारायणको मूर्ति यति राम्रो छ साथीहरू। तपाईँहरू पनि भिजिट गर्न आउनुहोला। पिसफुल माइन्ड, आनन्द, पानी एकदम गाउँ एरिया, एकदम रमाइलो ठाउँ। ओके गाइज, कस्तो लाग्यो तपाईँहरूलाई मेरो यो भिडियो? यदि राम्रो लाग्छ भने लाइक सब्सक्राइब गरिदिन चाहिँ नभुल्नुहोला। इचङ्गु मन्दिर नागार्जुन नगरपालिकाभित्र पर्छ। नागार्जुन 3 वडा नम्बर 3 भित्र यो मन्दिर पर्छ। साह्रै आनन्द। सबभन्दा पानीको धारा हेर्नुहोस् कस्तो आनन्दको छ नि। वाउ, ल हेर्नु यहाँ मूर्ति हेर्नुहोस्, वाउ छ वाउ। ल हेर्नु त, यो चाहिँ मैले अलिकति